खानाको खानु अब खोलिदिन्छु ल खाजा खानु तपाईँलाई हमेसा रिल बनाउनु पर्छ साइड 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 गाडी आयो गाडी रुक बाप रे हुन्छ यो कस्तो मुला हो देख ले बहिनी बोक्नु अब मम्मीले खिचिदिनुहुन्छ त्यहाँबाट ल सानोले पूजा गरेको सानो बनाएको हेलो हेलो भन्दिनु हेलो यसो गर आएको सानो आएको अरे मच्छर खिलाउनु हुँदैन 20 अडिगा 50 अबे बाप रे ये तो फुट गयो बाप रे कंजो माथि पनि घन्टी छ बेबीलाई उ त्यहाँ पूजा गर्न लैजा त बेबी उ पर जा सानो अब पैसा चढाउने नानी उ मा पर माथि ठुलो मन्दिरमा लु अलि उता जा हो त्यहाँ यता फर्केर हेर यता फर्की साने टाउको बिगार्दियो त्यही त्यही बस्छ दुईजना बस जा म लगाइदिन्छु भाइ चाहिँ स्माइल गर भाइ जस्तो के गर्दै हिँड्नुहुन्छ कि हेर भाइलाई अस्ति किनेको चस्मा कहाँ छोडिहाल्यो सबै घरमा भयो मैले खिचेँ बेबी कति राम्रो बेबीको राम्रो अहिले लगिदिन्छ है दादाले ऊ म्याउले लग्छ ऊ लाउँदैन थापै अघिसँग थापाको ल्याएको छ सबै सबै फ्यालियो अब बेबी हेर्नु नाच 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 नमस्ते मेरो पूजाको सामान मिलाएको झन्डै चामल अब त्यता गएर अनि धुपती गर हुन्छ धुपती गर्दै गर्दा हुन्छ गर्दै गर्दै जाँ पनि हुन्छ मैले यसो खिचेर तपाईँहरूको पनि अलि हुन्छ यताबाट खिच्यो पनि हुन्छ यताबाट खिच्नु पूजाको सामान गर्दै गरेँ त्यही बाबुहरूको त्यो ट्विन्स हो कि हो ट्विन्स जस्तै छ हेलो गरिदिनु यहाँ अङ्कललाई भाइ हेलो हेलो गरिदिनु ल कुन च्यानल हो भन्देऊ न मेरो किरण प्रभात छ ए किरण प्रभात कहिले काहीँ म हेर्छु होइन लु भाइ हेलो पनि भन्नु गुरु यहीँको हुन्छ होइन यहाँ अर्काट एउटा आएको ए तपाईँसँगै हो हजुर हामी सँगै आएको त मैले लिएर आएको ए ए ए
कहाँबाट आउनुभयो आज हाम्रो गजलमुखीको दर्शन भयो गजलमुखी माताको नयाँ वर्षदेखि माथि मलाई दियो भने मम्मी लौ मम्मी यसलाई पनि पैसा दिन्छ यसलाई पनि यो पनि चढाउँछ यहाँ चढाउने माथि ठुलो मन्दिरबाट चढाउने थाहा छ कि राखिदिनु गोजमा राख ल दे भनेपछि दिनु नि मम्मी खाने अगरबत्ती राख्न दिनु सानीले खाओस् ल खाने एउटा धेरैवटा छ नि छ अब हामीहरू त पछि मम्मी मलाई त अगरबत्ती राख्नु हो अन्त यस्तो हातमा पक्रिहाल्छु नि ए हुन्छ एउटा यहाँ पनि पूजा गरेर माथि पनि पूजा गरेर जाने हो मम्मी तर यहाँ त माथि पनि त पूजा गर्ने हो सबै ठाउँमा गर्ने हो पूजा छुजा तर पहिला माथिदेखि पूजा गर्ने यहाँतिर सामान तयार राखेँ माथि जान्छ होला त्यहाँदेखि यो तो खुद देख ले वहाँ ऊपर देख तो कितनी सही है बे हाँ तर हामीलाई पनि यस्तो लगाएर जान्छ नि हामीलाई पनि यस्तै लाग्छ सानै हुँदाखेरि भाकल गरेको थिएँ छ मेरो बाबा अब एकचोटि रोकेर दिन्छ मलाई मन रोकेर अब दिन्न मैले जान सकेको यति नै हो यहाँभन्दा पुरो बोल्नु दिऊ लु चढ एक साइडबाट चढाइदिँदै ल छोरीको ल्याउने गर्थ्यो अब कहिले जाति भएर कहिले सक्छन् कहिले आउँछन् प्रभु सानैमा छोरो ल्याउनु हजुर हजुर आउँदै हुनुहुन्छ दोस्रो दिन आज 2 गते पर्खिँदैछौँ अब माइक हेलो गर्नु यहाँ हामी झर्दैछौँ हामीलाई ज्वाइँले राम्रोसँगले यहाँसम्म ल्याउनु भयो अब लानुहुन्छ उहाँको गाडी एकदम राम्रो छ सबैले रिजर्भ गरेर हिँड्दा हुने रहेछ है हामी त्यसैमा आयौँ एकदम सजिलो तरिकाले बाटो अप्ठ्यारो भए पनि गाडी सजिलो छ मान्छे पनि सजिलो हुनुहुन्छ हजुर के भयो छानाले टिका लाका ल्याइन्छ खै त मम्मी ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय हे भगवान पानी चढ्नु सबैजना आमालाई छौ न आमालाई पाठी भएर माताको दर्शन गर्न जाने भनेको थियो अब यसपालि जोडेन फेरि हामी बिस्तारै आउँछौँ यसपालि पनि हामीले यहीँ समाप्त गरेका छौँ है प्रभु हामीलाई दुःख नदिनुहोस् सकेको जानेको हामीले गऱ्यौँ अब हामी फर्किँदैछौँ ओम त्यतिकै बस्नु ल भाइ यता यता ओम नमः यता हेर। शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय एकछिन ल हर 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 महादेव हर हर महादेव ओम हर हर महादेव शम्भो ओम बोले बाबा छानी कहाँ छुट्यो छानी कहाँ छुट्यो छानी यता हेर्नु त यता हेर्नु एउटा फोटो खिच्नु त यहाँनिर मम्मीसँग लु मजाको राम्रो बना ल यो घर भाइ 1300 यस्तो हो यसरी झार लाग्ने फेरि बाहिर के हुन्छ हौ बोल्दै पनि गर बोल्न बोलेर हाल्न अनि पो पैसा आउँछ हेलो हामी गजलमुखी गएर आएको भन्नुपर्छ
तपाईँ चाहिँ भन्नु त म किन भन्नु चल्दैन